वाइट 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 पारिबाट यसो गर्दा झ्याप्प गाडी उताबाट हिँड्छ फेरि। हर्न त बजाउने तर एक राउन्ड यसो हेरौँ कि भनेको यो हाम्रो गाउँठाउँको कस्तो छ के कति राम्रो लाग्छ यार। गाइज यो एरियामा आएपछि म हमेसा उ गर्छु है, गाडी रोकेर म ट्याक्क हेर्छु एक राउन्ड के, एकदम राम्रो लाग्छ क्या मलाई। हाम्रो ताराले फेरि जहिले आए पनि अडिलै हेर्छिन हाम्रो ताराले, पता नै बचपनदेखि अब गाउँघरतिर देख्दैनौँ, अब यही मानखोलामा देखिन्छ फेरि कहीँ बगाएर ल्याउँछ होला नि। यो पुलदेखि उतापट्टि बर्दिया, पछाडि बाँके। ओके माई डियर लभली फ्रेन्ड्स, यता पनि यो अलिकति ओह्रालो बढी छ यो। अहिले रिटर्न हुने बेला हल्का फुल्का जाडो हुनसक्छ, तर फेरि पनि मलाई हुँदैन जाडो यार। कहाँ यस्तो जवान मान्छेलाई कहाँबाट जाडो हुन्छ यार, अरे बुढाबुढीलाई पो जाडो हुने त। दाई नमस्कार, दाई जय मिश्री, के छ हालचाल? कहिले आउनुभयो हजुर? हो रिटायरमेन्ट लिने विचार भयो क्या इन्डियाबाट? अब ए ल दाइ म लाग्यो है, म नेपालगञ्जबाट आएको थिएँ। ए खड्के के छ हालचाल? ए खड्के हामीलाई अलिक धान चाहिएको छ कि 2 कुन्टल जति। मसिनै धान आमाहरूको लागि 2-3 कुन्टल। के भाउ छ? भाउ अहिले मसिनो के छैन, यस्तो राम्रो एउटै बारीको धान हो, त्यहाँ मसिनो तृप्ति भन्ने हामीले पनि खाने त्यही हो। एउटा राम्रो उज्यालो पपेटो नभएको तृप्ति छ त्यहाँ बेच्ने भने खानु। कसले? यो 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 105 नम्बरको प्लटमा बस्छन् नि, चोक बगालिया घरदेखि यतापट्टि घर हो। तिमीसँग छैन? मसँग सब मिस्कोट छ नि त, सब मिस्कोट हामी ए ल त्यहीँ जानु पर्ला त्यहाँ। ल हवस् हवस्, ल धन्यवाद, थ्याङ्क यू सो मच। के छ ज्वाइँ हालचाल? नमस्कार, के छ हालचाल? बिस्ना खै? अहिले हामी हाम्रो भान्जाको घरमा आछौँ है। ए अँध्यारो पनि धेरै अँध्यारो भयो, केही देखिँदो रहन्छ यार अहिले त। ओहो कहाँ छ बिस्ना? हे बिस्ना, गोरु खै? डल्लपमा लगेर गएछन्? ए भान्जा लगेछन्? लगाइस् अहिले यहाँ दुध दुन लाग्छ हाम्रो बिस्नाले। हे यसो काम साँझे बिहान यही छ, दुध दुने।